हेर न गाइज अहिले मिली गइरहेको छ। म चाहिँ साइकल कुदाएर भाग्न सकिरह। ओ माई गड, म चाहिँ एउटा डर लागिरहेको छ। लास्टै कसरी फर्किने होला, बाटो यस्तो छ, साइकल डोराउनु परेछ। हेर्नुहोस् त हजुरहरू, अघि त ओह्रालोमा गयो, उकालोमा चढ्ने सक्ने पावर भएन मेरो। प्लिज गाइज, के गर्ने होला अब, धेरै टाढाको यात्रा छ मेरो। अघि रुमबाट आउँदाखेरि त मौसम एकदम राम्रो थियो क्या गाइज। अहिले चाहिँ मौसम एक्कासी बदली भयो यहाँनिर। हेर्नुहोस् गाडीहरू कति लामो लामो छ गाइज। के गर्नु, आफ्नो साइकल यस्तो हुन्छ हालत। ओ माई गड, कहिले पुग्ने साइकल? अलि फास्ट कुद्न यार, डर धेरै लागिसक्यो। आज रुम कसरी पुग्ने होला भनेर। प्लिज साथीहरू लाइक कमेन्ट सेयर गरिदिनु होला है हजुरहरूले मेरो युट्युब च्यानललाई। तपाईँहरूको लागि होइन, मेरो लागि पनि मैले दुःख गरेको, म घुम्ने रहर थियो। अनि हजुरहरूले थोरै भिडियो हाल्दा तपाईँहरूले हेर्नुभयो भने लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। मलाई यस्तै भिडियो बनाउने जोस दिनुहोस्। यस्तै मौसममा, यस्तो मौसममा, राम्रो मौसममा तपाईँहरूले भिडियो बनाउने जोस दिनुहोस् त गाइज। तपाईँहरूको माया ममताले म टाढादेखि भिडियो बनाउन आएको छु भन्छु नि। त्यसपछि हेर्नुहोस् त, आज कतारको माहौल निकै उयो डरलाग्दो छ, डरलाग्दो छ होइन। हेर्नुहोस् त, तपाईँहरूलाई मैले प्रत्यक्ष भिडियोमा देखाइरहेको छु। मलाई पनि धेरै डर लागिरहेको छ गाइज। कहिले पुग्ने हो? साइकल डोरामा हात गल्यो मेरो। ओ माई गड, हेर्नुहोस् त गाइज, म गएको ठाउँ अघि निकै उता पुगिसकेको थिएँ म। अहिले फर्केर लगभग डाँडामा आइपुगिसकेँ। यहाँको माहौल यस्तो छ, यस्तो तातिरहेको छ, यस्तो मरुभूमि छ। हेर्नुहोस् सक्नुहुन्छ तपाईँहरूले। हेर्नुहोस्, आज आकाश पुरै फुटिरहेको छ, धरती गर्जिरहेको छ। यस्तो हुन्छ मौसम। तर मनलाई एकदमै खुसी छ, तर डर पनि लागिरहेको छ, किनकि म एउटै छु। यहाँ केही गर्न सक्छ कि मान्छेहरूले जस्तो लाग्छ, डर लाग्छ। हेर्नुहोस् बिजुली चम्किरहेको छ, तपाईँहरूलाई मैले देखाइरहेको छु, हेर्नु सक्नुहुन्छ। हेर्नुहोस् त, यो मार्केट हो, उताबाट गाडीहरू आइरहेको छ। एकदमै अँध्यारो महसुस भइरहेको छ कतारमा। आज के हुन लागिरहेछ थाहा छैन। आज नेसनल डे पनि हो, आज छुट्टीको होइन। म पनि छुट्टी भएको कारणले नेतातिर भिडियोहरू बनाउन आएको थिएँ। यस्तै हो, सेमसेम नेपाल जस्तै, तर थोरै छुट्टै छ। यहाँ केही हुँदैन, नेपालमा धेरै हरियाली हुन्छ। हाम्रो नेपाल भन्ने नेपालै हो, हाम्रो मरुभूमि भने हाम्रो मरुभूमि हो। धेरै नै राम्रो हुन्छ होइन। एकदमै बादल चम्किरहेको छ, तपाईँहरूले हेर्नु सक्नुहुन्छ। मैले देखाइरहेको छु, हेर्नुहोस् एकदमै दर्दनाक छ। अझै पनि म चाहिँ डराएको छैन, अझै पनि म गएको छैन। मोबाइल पुरा भिजिसक्यो, प्लास्टिकमा हालेर भिडियो गरिरहेको छु। भिजोस्, म त गयो, कपडा जसरी पनि नुहाउनै पर्ने हो, नुहाउने अनि कपडाहरू चेन्ज गर्ने, यस्तो भइरहेको छ। हेर्नुहोस् त गाइजहरू, आफ्नो नेपाल जस्तै लाग्छ यस्तो उयोहरू चम्किँदा अनि उयोहरू गर्दाखेरि चाहिँ एकदम रमाइलो लाग्छ क्या। अनि मलाई यस्तो बेलामा चाहिँ अनि एकदमै उयो भिडियो बनाउनु मन लाग्छ है। अनि तपाईँहरूको साथमा भिडियो बनाउन आइरहेको छु। तपाईँहरूले प्लिज मलाई माया गरिदिनुहोस् है। दाजुभाइ तथा दिदीबहिनीहरू जहाँबाट हेर्नुहुन्छ, चिसो गर्दैछ, राम्रोसँगले केयर गर्नु होइन। जस्तो काम गर्नुहुन्छ तपाईँहरू आफ्नो सुरक्षाबाट काम गर्नुहोस्। परदेशमा हुने दाजुभाइ तथा दिदीबहिनीहरू, यस्तो भइरहेको छ कतारमा। हरेक गरिबी कारणले गर्दा धेरै दुःखहरू भोग्नु पर्ने रहेछ। मैले पनि धेरै दुःख भोगेँ, तर यहाँ दुःख भोगेर के गर्नु मोबाइलमा, तर आफ्नो मनमा छ हरेक दुःखहरू। तपाईँहरू पनि बुझ्नु होला है त। म पनि गएको भाइ, धेरै पानी पऱ्यो भने धेरै गाह्रो हुन्छ। मेरो साइकलमा पनि हावा अघि उता केले घोच्यो, पम्चर भइसकेको छ। तैपनि एकजनालाई थाम्छ, डबल ड्यु छ। त्यही कारणले चाहिँ अब गाडी पल्टियो त्यहाँनिर। राम्रोसँगले हजुरहरू केयर गर्नु है
मेरो सक्दो मेरो च्यानललाई उयो गरिदिनुहोस् हजुरहरूले सेयर सब्सक्राइब अनि सब्सक्राइब गरिदिनुहोस् है त। भन्नु पनि राम्रोसँगले आउँदैन किनकि म त फर्स्ट टाइम भिडियो बनाउँदै हो अनि त्यही कारणले त्यो गाडी कस्तो तालले पल्टेको थियो जुरुक्क उठेर फेरि गयो। यस्तो हुन्छ यहाँ कतारमा चाहिँ गाडी पर्लाङ्गै पल्टे पनि अर्कोचोटि भर्ल्याङ मारेपछि हिँड्दो रहेछ। मैले नि आजै देखेँ है त्यो गाडी कस्तो तालले रातोपट्टि बाले अहिले चाहिँ त्यहाँनिर होइन गाडी कस्तो तालले गएको थियो तर जुरुक्कै उठ्यो फेरि गयो। गाइस साथीहरू आफ्नो केयर गर्नु आफ्नो राम्रोसँगले ख्याल गर्नु हरेक साथीहरूलाई म भन्न चाहेँ। म चाहिँ अब गएँ धेरै भिडियो बनाउन सकेन माफ गर्नु होला। राम्रो चाहिँ आउन सक्छ कि सक्दैन त्यो थाहा छैन। म चाहिँ एकदमै राम्रो भिडियो बनाउने कोसिसमा निस्किएको हो। आज हेर्नु न मौसमले च्यालेन्ज गरिदियो। अब मौसमले च्यालेन्ज गरे राम्रै भयो केही छैन। अब रुममा जाने हो सुत्ने हो मारी। आज यस्तो राम्रो मौसम छ हेर्नुहोस् त आकाशमा। अझै पनि तपाईँहरूलाई देखाउन चाहे थोरै क्लिपहरू आकाशको मौसम सुन्नुहोस् त। वाह तपाईँहरूलाई पनि याद होला गाउँमा मकै भुटेर आएको पानी पर्ने बेलामा नेपालीको खाजा भने नै मकै हो के होइन त गाइज। अब म पनि मकै गएर खानु पर्ला भन्दा यहाँ छैन गाह्रो छ। ल त ल बाई। सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई विदेशमा बस्ने स्वदेशमा बस्नेहरूलाई सम्पूर्णले मेरो केही गरी मोबाइलमा तपाईँहरूसँग माझ भिडियो आइपुग्यो भने कमेन्ट लाइक गरिदिनु होला। पानी धेरै पर्यो जोडले परिन थाल्यो। म चाहिँ अब यहाँबाट निस्केँ म पनि धेरै टाढा छु। हजुरहरूले सक्दो माया गरिदिनु होला म भाइलाई। मैले केही गर्न त सक्दिनँ तैपनि अब घुम्ने तर्फमा थोरै भिडियो बनाएर हालेको छु क्लिपहरू तपाईँहरूले हेरिदिनुहोस् न तपाईँहरूले माया गरिदिनुहोस्। बाई। म देवेन्द्र मेरो चाहिँ यो युट्युब च्यानल चाहिँ मेरो बुढीको नामको हो। बाई बाई।